प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, अँध्यारोबाट उज्यालोतर्फ लैजाने गुरुवर्ग, आदरणीय दादा दिदी तथा हरेक सुख दुःखमा साथ दिने मेरा प्रिय साथीहरू, आजको दिन निकै खुसी र उमङ्गको रहेको छ। कुनै दिन स्वास्थ्य क्षेत्रमा सेवा पुर्याउन पाऊँ भन्दै देखेको सपना साकार पार्नका लागि आज हामीलाई नेपालकै प्रतिष्ठित क्रिम्सन कलेज अफ टेक्नोलोजीले हात थाम्दै अघि बढाउँदैछ। अझ त्यसमध्ये पनि फार्मेसी जस्तो विषयमा आफ्नो अध्ययन अगाडि बढाउन पाउँदा हामी झन् गौरवान्वित हुन पुगेका छौँ। कलेज आउँदा आउँदै गुरुहरूले भन्नुभएको थियो, एकजना डाक्टरले जब गल्ती गर्दछ त्यति बेला एकजना बिरामीको मात्र ज्यान जोखिममा परेको हुन्छ, तर जब एकजना फार्मासिस्टले गल्ती गर्दछ तब हजारौँ लाखौँ बिरामीहरूको ज्यान तरापमा पर्न सक्छ। उहाँका कुराले कता कता हामी कति महत्त्वपूर्ण क्षेत्रमा कदम बढाइरहेका छौँ भन्ने कुराको आभास हुन पुग्यो। हाम्रा हरेक समस्याको समाधान गरिदिने, हाम्रा गल्तीहरूलाई सच्चाइ दिने र हरेक प्रश्नको उत्तर बताइदिने गुरुहरू पाउँदा झन् हामी हर्षित बन्न पुगेका छौँ। अँध्यारो बाटो कतै रोज्न खोज्दा बत्ती बोकिपछि तान्न आउनुहुन्थ्यो, सही बाटो पत्ता लगाई हामीसँगै अलि पर धाउनुहुन्थ्यो। अरूका लागि गीत गाउन नजान्ने उहाँ, अरूका लागि गीत गाउन नजान्ने उहाँ हामीसँगै मिठा गीत गुनगुनाउनुहुन्थ्यो। उहाँ गुरु जो हुनुहुन्थ्यो, जसले आफ्ना समस्या छाडेपछि मेरा दुःखसँग जुझ्न मन पराउनुहुन्थ्यो, जसले आफ्ना समस्या छाडेपछि मेरा दुःखसँग जुझ्न मन पराउनुहुन्थ्यो। हामीलाई हाम्रा प्यारा गुरुहरूले अवश्य पनि सही बाटोमा डोराउनुहुन्छ भन्ने आशा हामी विश्वास गरेका छौँ। त्यसै गरी अरू कलेजमा दिन प्रतिदिन र्यागिङ र हेपाइ सहिरहेका हाम्रै साथीहरूको कहाली लाग्दो अवस्था सुन्दा हामी हाम्रा प्यारा दाइ दिदीहरू पाउँदा आफूलाई निकै नै भाग्यमानी ठान्न पुगेका छौँ। त्यसमाथि यस कलेजको वातावरण र व्यवस्थापन देख्दा क्रिम्सन कलेज रोज्दा हामीमा कुनै पश्चातापको भावना पनि रहेको छैन। हामीलाई साँच्चीकै क्रिम्सनले मानव भनी नाच्न सिकाएको छ, जीवनको पीडा भुलेर हाँस्न सिकाएको छ र अहङ्कार त्यागी सत्यसँग बाँच्न सिकाएको छ र त्यति मात्र नभएर साना कलमले ठुला सपना साँच्न सिकाएको छ। हामीलाई विश्वास छ यो 4 वर्षको सुनौलो समय केही पलमै बितेर जानेछ। यही अवसरमा आजको कार्यक्रम आयोजना गरी सम्झना लायक थप पलहरू प्रदान गरिदिनु हुनुभएकोमा आयोजक दादा दिदीहरू, गुरुवर्ग तथा सम्पूर्ण क्रिम्सन परिवारप्रति हामी बी फार्मा सेकेन्ड सेमिस्टरको तर्फबाट धन्यवाद व्यक्त गर्न चाहन्छु। धन्यवाद। जय क्रिम्सन।